सन्चै हुनुहुन्छ सबै? वर्ल्ड कप जानुभन्दा पहिला कलेजमा आएर गएको थिएन। सो एउटा राम्रो माहौल, एउटा कन्फिडेन्स, एउटा ब्लेसिङ फिल भएको थियो त्यति बेला। सो यो बेला आउने झन् त्योभन्दा अझै रमाइलो अझै राम्रो हुनेवाला छ। सो मेरो स्टार्टिङमा म क्रिकेट जर्नीमा इन्डियादेखिमा चाहिँ नेपाल आउँदा चाहिँ म फर्स्ट टिममा एसके कलेजमा आएको थिएँ। अनि ठ्याक्क आएर मैले नेपालमा सरसँग अफिसमा बसेर चाहिँ मैले छोला समोसा खाएको थिएँ कि फर्स्ट डे। मलाई अझै पनि याद छ राम्रोसँग। अनि त्यसपछि चाहिँ अब आइसकेपछि अनि सरले एउटा गाइडेन्स गर्नुभएको थियो स्टार्टिङदेखि लाइफमा चाहिँ डिसिप्लिन मोस्ट इम्पोर्टेन्ट हुन्छ भन्नुभएको थियो। अनि सबले लाइफमा चाहिँ म एउटा डिसिप्लिन चाहिँ अलवेज माइन्डमा हुन्छ कि जहाँ गए पनि एउटा डिसिप्लिन चाहिँ मेन्टेन गर्नुपर्छ भनेर चाहिँ अगाडि बढेको थिएँ। अनि त्यसपछि बिस्तारै बिस्तारै आफूलाई खेल्दै गएँ। अनि त्यति अपर्च्युनिटीहरू थिएन, तर एउटा अपर्च्युनिटीहरू त्यति धेरै थिएन त्यतिखेर। तर एउटा धैर्यता राखेको थिएँ कि एउटा राम्रो टाइम आउँछ भनेर। सो अहिले त्यसपछि बिस्तारै बिस्तारै अन्डर 19हरू खेलेँ, अन्डर 19 खेल्दै टिम खेलेँ। सो त्यसपछि नेपाल टिममा खेलेर आउँदा एकदमै प्राउड फिल भइरहेछ। सो यही भन्न चाहन्छु कि तपाईँ पनि जुनसुकै फिल्डमा आउनुहोस्, एकदम धैर्यता र एउटा डिसिप्लिन एकदम इम्पोर्टेन्ट छ। सो सेल्फ बिलिभ, अलवेज सेल्फ बिलिभ चाहिँ राख्नु होला। र अर्को कुरा हार्डवर्क गर्दै जानु होला। जे काम पनि गर्दै हुनुहुन्छ एकदमै मन लगाएर गर्नु होला, एक दिन अभियसली हुन्छ। र अर्को कुरा चाहिँ एसपी कलेजसँग जोडेर चाहिँ उनीहरूले धेरै प्लेयरहरूलाई जोडिसकेर एसपी कलेजले सपोर्ट गर्नुभएको छ। त्यो फाइनेन्सियली हुन्छ कि त्यो एउटा प्र्याक्टिसको लागि एउटा एकाडेमी, अनि तपाईँले कलेज क्रिकेटले एउटा वातावरण जुन हिसाबले सबले बनाइदिनु भएको छ, हामीहरूलाई धेरै हेल्प हुन्छ यो कुराले। आगामी दिनमा पनि एसपी कलेजले यसरी नै अपकमिङ जेनेरेसनलाई पनि हेल्प गर्दछ भन्ने एउटा आशा बोकेको छु। सो एकदम ब्लेस फिल गरेको सँगसँगै जुल्न पाएँ, एसपी कलेजसँग जुल्न पाएँ। सो थ्याङ्क यू सो मच।